एकछिन यसरी होइन फास्टदेखि हेर्नु होला। हेलो साथीहरु, नमस्ते छ हजुर सबैजनालाई र फेरि पनि मेरो छोटो मिठो भ्लगमा हजुरलाई स्वागत गर्दैछु। जसरी मेरो अगाडिको भिडियोमा हजुरले माया दिनुभएको छ त्यसरी पनि आशा गर्छु यो भिडियोमा पनि मलाई माया दिनुहुन्छ र साथैमा दादा भाउजूलाई पनि आशीर्वाद दिनुहुन्छ। र हामी चाहिँ एकदम निस्किसकेको छौं भाउजूलाई लिनलाई र देख्न सक्नुहुन्छ यहाँ ड्राइभर र बेहुला चाहिँ एकदम फनमा बिजी। उनीहरुको फनमा बिजी, हामी चाहिँ जाइन्दैछ बेहुला गाडीमा दिदी बहिनी टाक्राक टुक्टुक दुईजना। अब बासमा त जम्मै सबैजना हुनुहुन्छ, कति फुर्ती भएको होला। पनि हामी जन्ती गएका हौं नि, चुप्पो लागेर त कहाँ बसिन्छ र। हामी दुईजनाको साथ दिने हुनुहुन्छ नि, तीनजना भएर डान्स गरी गरी जाँदैछ। यता फेरि साली भिनाजुको डान्स बेटल गर्दै गाउँदै हामी चाहिँ अब फाइनली पुगिसक्न आँटेको छौं भाउजूको घरमा। यहाँ देख्न सक्नुहुन्छ पछाडि पछाडि बास, अगाडि अगाडि हामीहरू भाइहरू सबैजना नामिसकेका छन् र यता चाहिँ अब धुम मचाउनु पर्यो नि, जन्ती आइमै भनेर। र सबैजना आइसकेको पछि हामी गयौं स्वयम्वरको ठाउँमा र यता स्वयम्वरको नियम हुन्छ र सबैको नजर छ बेहुलीतिर कतिखेर आउनुहुन्छ भनेर। र मेरो भाउजू निस्किसक्नु भएको छ र यो स्वयम्वरको नियम हुन जाँदैछ अहिले चाहिँ। र मेरो चाहिँ एकदम थुलमुलिया भिडियो छ किनकि मेरो मोबाइलमा एक त चार्ज पनि छैन, बडा अप्ठ्यारो भइरहेछ आज मेरो यस्तो बिहाको टाइममा मोबाइलमा चार्ज नहुने। र यता नियम भइसकेको छ, यता जन्ती पर्सिनु हुँदैछ, हेर्नु यता कसरी चामल हुत्ताउनु हुँदैछ र भइसक्यो होला भनेर छाता उठाउनु मात्रै भएको थियो, फेरि पनि पर्सिराख्नु भएको रहेछ। र भित्र आयौँ, भित्र आएर सिधा हामीलाई पानी चियाहरू दिनुभयो। त्यसपछि नै हामी गयौँ गोडा धुने ठाउँमा। अब फास्ट त स्टार्ट हुन्छ गोडा धुनैबाटै नियम र यता सबैजनाले गोडा धुनुहुँदैछ। अब भन्छन् नि जति ठुलो फ्यामिली त्यति लामो हुन्छ गोडा धुने र सबैजनाले अब मन त लाग्छ सबैलाई नै होइन र धमाधम यता टिको पनि लगाउनु हुँदैछ, कसैले गोडा धुनुहुँदैछ, त्यसरी नै सबैजना आफ्नो मान्छेहरूले यता गर्नुहुँदैछ। अब दिउँसोको बिहा हतार त कसरी नहुनु, हतार त हुन्छै हुन्छ है। गोडा धोएको पछि यता अहिले दिनुहुँदैछ कन्यादान, कस्तो नि छोरीलाई दान दिने। र यता हेर्नु न बाबा कस्तो रुनु हुँदै थियो। दुःख त लाग्छ तर के गर्नु, छोरी मान्छेको कर्म नै यस्तो रहेछ। अब आफ्नो घरलाई पनि माइत घर भन्नुपर्छ र बिहा भएर अर्काको घरमा जानुपर्छ। तर यसरी नै दुःखबाट सुख पनि हुन्छ। र हामीहरूले चाहिँ यहाँ निकै दादाहरूको नियम भइसक्यो भनेर म र दिदी चाहिँ गयौँ नाच्नलाई, किनकि सबै नाचिरहेको थिए। हामी त्यहाँ जग्गदेखिबाट उनीहरूलाई हेरे नै थियौँ र हामी पनि एकछिन फुर्ती गरेर आउँ भनेर नाच्नलाई गएको थियौँ। र नाचेर आउँदा आउँदै यहाँ त बिदाईको टिको भएर बिदाई गर्ने बेला भयो र यता निकाल्नु हुँदैछ भाउजूलाई। र कति दुःख लाग्छ है बेहुली घरतिर चाहिँ, तर बेहुला घरतिर चाहिँ पुरै खुसी। अब चाहिँ बेहुली लग्न आँट्यौँ भनेर हामीहरूको जन्ती पार्टी पुरै फुर्ती गरिरहेछ।